नमस्कार, म सुरेश गिरी। आज म तपाईहरुलाई सुरक्षाको निम्ति, सेफ्टीको निम्ति एउटा नयाँ टपिक लिएर आएको छु जसको नाम हो हजार्ड। यसलाई नेपालीमा भनिन्छ खतरा वा जोखिम। व्हाट इज हजार्ड? हजार्ड इज समथिङ विथ द पोटेन्शियल टु कज हार्म। जोखिम वा खतरा भनेको एउटा यस्तो सम्भावना हो जसले तपाईलाई हानि वा चोट पुर्याउन सक्छ। अब यसलाई इंग्लिशमा धेरै किसिमले डेफिनेसन गरेको छ, विभाजन गरिएको छ। जस्तै फिजिकल, केमिकल, बायोलोजिकल, इकोनोमिक, हैन, केमिकल, इन्भाइरोमेन्टल हजार्ड भनेर यसरी डेफिनेसन गरेको छ, विभाजन गरेको छ। नेपालीमा यसलाई सजिलो तरिकाले बुझ्दाखेरि हामीले दैनिक रूपमा काम गर्दाबाट हामीलाई के खतरा हुन्छ, हैन? हामी लड्न सक्ने खतरा हुन्छ, हामीलाई कुनै बिजुलीबाट शक लाग्ने सक्ने खतरा हुन्छ, हामी उचाइमा काम गर्छौं त्यहाँबाट खस्न सक्ने खतरा हुन्छ, हामी कुनै पनि कृषिमा काम गर्छौं भने त्यहाँबाट हामीलाई केही खतरा हुन्छ। जस्तै हामी कोदालो युज गर्छौं भने कोदालोले हामीलाई खुट्टामा लाग्ने खतरा हुन्छ। जस्तै हामी ट्र्याक्टर चलाउँछौं भने ट्र्याक्टरले रिभर्सहरु गर्दा पछाडी देख्यो भने त्यहाँबाट ठोकिन सक्ने खतरा हुन्छ। अनि वातावरणीय खतरामा तपाईलाई जतिखेर पनि हुरी बतास आउन सक्छ, यो एउटा खतरा हो। बाढी पहिरो आउन सक्छ, यो खतरा हो। भुइँचालो आउन सक्छ, यो खतरा हो, हैन? अनि तपाई कुनै पनि पेन्ट को काम गर्नुहुन्छ, तपाई राम्रोसँग ग्लोभ्स लगाउनु भएन, यसलाई प्रपर तरिकाले युज गर्नु भएन भने त्यो पेन्ट लागेर तपाईको स्किनहरु खराब हुन सक्छ, एब्रेसन हुन सक्छ, अनि ब्रन भनेको तपाईलाई जल्न सक्छ, यो एउटा खतरा हो। अनि तपाईलाई जतिखेर पनि तपाईलाई नेपालमा जतिखेर पनि सम्भावना हुन्छ कि सर्पले आएर टोक्ने, यो एउटा खतरा हो। बाटोमा धेरै तरिका कुकुरहरु छाडा छडिएको छ, त कुकुरले आएर टोक्न सक्ने, त्यो एउटा खतरा हो, हैन? अनि तपाईलाई पशुहरु जतातता छोडिएको हुन्छ, त्यसले जतिखेर पनि आएर तपाईलाई हान्न सक्छ, त्यो एउटा खतरा हो। खतरा हरेक स्टेपमा छ। खतरा भनेको तपाईलाई हाम्रो हरेक दैनिकी जीवनमा छ। यसबाट हामी कसरी बच्ने, हैन? इंग्लिशमा छोटो तरिकाले यसलाई डेफिनेसन गरेको छ, हजार्ड इज समथिङ विथ द पोटेन्शियल टु कज हार्म। यसलाई नेपालीमा बुझ्दाखेरि जोखिम वा खतराको एउटा सम्भावना हो जसले तपाईलाई चोट पुर्याउन सक्यो। तर बुझ्दाखेरि खतरा भनेको हरेक स्टेपमा छ। तपाईले काम गर्दा होस्, या तपाई बस्दा होस्, या तपाई सुत्दा होस्, वा तपाई खाँदा होस्, अथवा तपाई कतै हिँड्दा होस्, हरेक कुरामा खतरा छ। यसबाट बच्नको निम्ति सबैभन्दा सुरुमा हामीले सुरक्षा अपनाउनु पर्ने हुन्छ। तपाई कुनै पनि कार्य गर्नुभन्दा अगाडि त्यो कार्यको बारेमा तपाईले जान्नु भयो, पहिला त्यो कार्यको बारेमा बुझ्नु भयो, खतरा के हो, जोखिम के हो भनेर जान्नु भयो भने तपाईलाई कहिले पनि चोटपटक लाग्दैन। तपाईलाई 99% तपाई सुरक्षित बस्न सक्नुहुन्छ, 1% भनेको भगवानको हातमा। त्यसैले सेफ्टीमा, सुरक्षामा के भनिन्छ भन्दाखेरि सेफ्टी फर्स्ट। तपाई आफू पहिला सेफ रहनुहोस्, अनि तपाईसँग वरिपरि भएका सम्पूर्णलाई तथा वातावरणलाई तपाई सेफ राख्नुहोस्। सेफ्टी फर्स्ट। त्यही भएर कुनै पनि काम तपाईले सुरु गर्नुभन्दा अगाडि, त्यसलाई स्टार्ट गर्नुभन्दा अगाडि तपाईहरुले चाहिँ त्यसको बारेमा जान्नु भयो अथवा त्यसको बारेमा बुझेर मात्रै कुराहरु गर्नुभयो भने तपाईहरुलाई कहिले पनि खतरा हुँदैन, कहिले पनि चोटपटक लाग्दैन। त्यसैले मेरो अनुरोध छ, जहिले पनि आफ्नो जीवनमा कुनै पनि कार्य गर्दै हुनुहुन्छ, जे पनि थालनी गर्दै हुनुहुन्छ, तपाई जुनै पनि कार्यमा तपाई अवस्थित रहनुहोस्, तपाई खेतीपाती गर्नुहोस्, तपाई अफिसमा गर्नुहोस्, तपाई व्यवसाय गर्नुहोस्, तपाईको दोकान होस्, हैन? तपाई जुनै पनि खेलाडी हुनुहोस्, हैन? तपाई खोलामा काम गर्नुहोस्, तपाई अफिसमा काम गर्नुहोस्, तपाई बाटोमा काम गर्नुहोस्, तपाई बिल्डिङमा काम गर्नुहोस्, तपाई जहाँ पनि काम गर्नुहोस्, तर काम गर्ने स्थलमा, काम गर्ने प्लेसमा काम सुरु गर्नुभन्दा अगाडि त्यसको बारेमा बुझेर मात्र गर्नु भयो भने तपाईलाई खतरा कहिले पनि हुँदैन। त्यसैले मैले जानेको कुरा तपाईलाई भनेको छु, सम्झाएको छु। यदि यसमा तपाईहरुसँग केही कमेन्ट छ भने तपाईले कमेन्ट लेख्न सक्नुहुन्छ, अथवा म पनि यसलाई आउने दिनहरुमा एड गर्न सक्छु। म फेरि पनि यति भन्न चाहन्छु, सेफ्टी फर्स्ट। हस्त, नमस्कार।